So Bhutan Karen है Samaya Akasubanda everyone, welcome back to my new vlog. So धेरै दिनपछि आज चाहिँ म भ्लग बनाउन गइरहेको छु है। अन्त केही कारणले गर्दाखेरि चाहिँ मैले भ्लग कन्टिन्यू गर्न सकेको छुइनँ र आज चाहिँ त्यही भएर कति दिन बादमा चाहिँ फेरि म आज भ्लग कन्टिन्यू गर्दैछु। अनि आजको भ्लग चाहिँ के हुनेवाला छ भने चाहिँ हामी चाहिँ अस्तिको जुन चाहिँ खुकुरी डान्स थियो हाम्रो है त्यो डान्स लिएर चाहिँ हामी जाँदैछौँ भुटान है। भुटान क्यारोन भन्ने प्लेसमा चाहिँ हामी जाँदैछ आज। अनि त्यही विषय लिएर अब हामी कसरी जान्छ के हुन्छ भनेर यो भ्लगमा म ल्याउँछु हैन। अन्त हामी चाहिँ आज चाहिँ 4 बजे उठेको। अन्त 4 बजे उठिसकेर चाहिँ हामीले कामसाम सक्यो हैन। त्यसको बादमा चाहिँ अहिले चाहिँ रेडी भइसकेको छु हैन। अनि आजको आउटफिट चाहिँ यस्तै छ हो। अनि हाम्रो जुन चाहिँ डान्सको ड्रेस चाहिँ त्यो चाहिँ उतै गएर हामी लगाउँछ र अहिलेको लागि चाहिँ हामी यतिकै जाने हैन। अन्त नाना चाहिँ यहाँनिर रेडी भइसक्नु भएको छ हैन। हेलो नाना नानास। अन्त पानी चाहिँ मैले यहाँनिर फ्रिजमा राखिरहेको छु किनभने गरम हुन्छ अरे नि त उता चाहिँ, त्यही भएर चाहिँ पानी पनि यहाँनिर फ्रिजमा हालिरहेको छु, चिसो छ हैन। अन्त हाम्रो सबै साथीहरू चाहिँ प्रायः जस्तो पेदोङमै छ हैन। अन्त टाढो भनेको चाहिँ मेरो साथी दित्यमाथि छ 16 माइलमा हो। त्यो चाहिँ यताको 16 माइलमा पर्छ, हामी चाहिँ यहाँ बिच 16 माइलमा छ हैन। अन्त नाना म मेरो बहिनी आउँदैछ त्यहाँदेखिको। अन्त उनीहरू साथीहरू चाहिँ सबैजना आउँछ है एकछिनबाट। त्यसपछि चाहिँ हामी जानेवाला हैन। हामीले चाहिँ फिङ्गर चिप्स यहाँनिर यसरी फ्राई गरेको छ हैन। अन्त अब चाहिँ हामी म्यागी बनाउन आँटेको। नानाले चाहिँ म्यागी बनाउनु हुँदैछ, हामी चाहिँ म्यागी खाएर जाने। पानी बोइल हुँदैछ। म्यागी इज रेडी टु इट हैन। अन्त नान्सले पनि खानुहुँदैछ यहाँनिर। कस्तो भएछ भनिदिनु। दामी। नानाले चाहिँ यहाँनिर के अरे यो अन्डाको नाम बुलसाई ए सनी साइड अप भइदिइहालेछ अरे हो बिहानै। अब चाहिँ म म्यागी खानु आँटेको छु। बुमबुमले कहाँ आया गऱ्यो अरे कहाँ पाम गऱ्यो। यहाँ प गर यहाँ प जानुहोस् ल भन। यस्तो गरिदियो गुड लक भन। बाई भन। नन्ना भनिदेऊ। बाई बाई गर न छिटो। म प गरिदिन्छु नि अरे मलाई गर। अब चाहिँ घरबाट हिँडिसकेको छु। अन्त है आज चाहिँ एकदमै एक्साइटेड भइरहेको छु। आया अन्त आज चाहिँ म बिहानै भ्लगिङ गरेको होइन। अन्त एकदमै दामी भइरहेको छ हो आजको दिन पनि मजाको होइन। बिहान चाहिँ पिस खालके हो, हावा पनि सरर आइरहेको छ। कस्तो दामी भएको है बिहान, हावा सरर आइरहेको छैन चिसो। कति दिन बाद म आज छिटो उठेको पो त 4 बजी। आया थाक्यो। उही तल घरबाट हिँड्दा फेरि थाक्यो होइन। उही तल छ घर चाहिँ देख्दै गरेको यहाँ ग्रिनवाला हो। अब हामी चाहिँ यहाँनिर पर्खिन्छ गाडी। वाउ क्या मजा भएको है। हाम्रो साथीहरू चाहिँ आइपुगेको छैन अरे। कहाँ आइपुगेछ है कल गरिस् कहाँ 21 मेल आइपुग्यो अरे हाम्रो साथीहरू। ए आजको मेरो आउटफिट यस्तो छ होइन। आउटफिट चेक गाइस। अयो यहाँ चाहिँ पानी। अन्त मैले यहाँनिर लेमन हालिरहेको छु हो। फ्रिजमा राखेको चिसो भइरहेको छ, चिसो होइन। ए अघि आइपुगेको नानाहरू चाहिँ हाम्रो आजको देखाइदियो होला चिप्स। आयो ए बहिनी पनि आइपुगिसकेको छ हो। ऊ चाहिँ मेरो कान्छी बहिनी हो। अन्त हाम्रो क्याप देखाइदियो होला आजको ब्ल्याक एन्ड व्हाइट। आयो म चाहिँ योसँग म्याच गरिकन लगाउने आज होइन। ब्ल्याक एन्ड व्हाइट भइदिएको छु। अहिले भने चाहिँ हामी मिसन घर आइपुग्यो होइन। हाम्रो गाउँको फेमस ग्रोसरी सप। अन्त हाम्रो साथीहरू चाहिँ त्यहीँ माथिनिर छ अरे मिसन घरकै छेउमा। अन्त हामीले त्यहीँ पर्खिँदै गर भनिरहेको छ हो। सो अहिले चाहिँ हामी आइपुगिसकेको छौँ। कहाँ बस्नु। गुड मर्निङ।
हामी चाहिँ आइपुग्यो हैन सेकेन्ड र लास्टमा बस्छ ए थर्ड र लास्टमा यहाँ द्वितीय बस्छ अरे कि उल्टी आउँछ अरे होला म तिमीसँग बस्छु नि रे अब यहाँनिर बस्दै कहाँबाट खोल्नु गएको होइन हामीले साथीहरू दिदी अगाडि उठे यसरी बसेर त्यसो हामी चाहिँ होइन हेलो अरूभन्दा राम्रो छिटो बिहान त क्या पिठो भएको है कति दिनमा आज छिटो उठेको होइन अहिले चाहिँ हामी सबैजना यहाँनिर आइसकेको छौँ होइन द्वितीयको चाहिँ लास्टमा हो यहाँनिर यस्तो हरेस भयो 4:30 मा आएर मच्छरले चिल्दा डोनेट गर्दा गर्दा ब्लड हो ढिलो आयो भनेर रिसले उता हो म 4 बजे उठेको हामी पनि 3:30 मै उठेको आँखा मोलेर हो त्यही त यतिको एडजस्ट गरेर जाँदैछ होइन ईशा अम्बानीले यो गरी रिचार्ज बनाइदिन्छ अत्याचार हुँदैछ अहिले बाबुलाई झरेर घर अन्त एकदमै मजा आउँदैछ एकदमै रमाइलो हुँदैछ होइन हामी चाहिँ लास्ट सिटमा छ हो सबैजना अन्त अहिलेको लागि चाहिँ हामी एकछिन रेस्ट गर्ने त्यसको बादमा फेरि जान्छ सो बाटो चाहिँ लामो हुने रहेछ यताबाट जान्छ नि हामी बाकुल भइकन त्यही भएर चाहिँ बाटो लामो भएको कारणले गर्दाखेरि चाहिँ हामीले एकछिन रोकिदिनु भएको छ रेस्ट गर्नुको लागि होइन त्यसको बादमा फेरि हामी जाने अहिले चाहिँ हामी एकदम फिट भयो यहाँनिर हामी एउटा लागेको गाइस कालिम्पोङबाट लागेको है कालिम्पोङदेखिको हिँडिसकेको छौँ अन्त बिहान चाहिँ यस्तो खाली हुँदो रहेछ हो दिउँसो चाहिँ खुट्टा टेक्ने जग्गा हुँदैन हो बिहान चाहिँ यतिको हुँदो रहेछ है 6 बजी चाहिँ अहिले चाहिँ अलमोस्ट 6 बजेको छ बाई बाई कालिम्पोङ है अहिले चाहिँ हामी बकुल आइपुग्नु आँट्यो होइन अन्त हामी चाहिँ यहाँनिर भोक लागेर चिप्सहरू खाँदैछ त्यो अघिको फिङ्गर चिप्स चाहिँ खाइसक्यो होइन मैले चाहिँ भिडियो बनाउनै बिर्सेँ जानी पो खानु सक्छु यहाँ Finally we reached Coronation Bridge है बागपुल अन्त अब चाहिँ हामी यहाँदेखिको जानुपर्छ गएको हामी चाहिँ अघिसम्म चाहिँ पुरा जोसेर गीत गाइरहेको थियो हो अहिले चाहिँ थाकेर हत्तु भएछ हो साथीहरू चाहिँ सब अलस तलस भएछ के भयो किन सेलाको केटी हो यहाँ त ऊ झन् भइसक्यो सपना देखिरहेको छ दित्य त झन् हामी चाहिँ अहिले यहाँनिर आइपुगिसकेर रेडी भइसकेको छ होइन अब चाहिँ हाम्रो लास्ट यही फेब्रिक लगाउनु छ गालामा अन्त हाम्रो साथीहरू पनि रेडी हुँदैछ गरम चाहिँ पुरा गरम रहेछ अन्त अहिले फ्यानले गर्दाखेरि चाहिँ एकदम शीतल भइरहेको छ सो अब चाहिँ हामी डान्स गर्नु आँटेको होइन दुईवटा छ अहिले एउटा बिहान गर्नुपर्छ अन्त एउटा चाहिँ भरे अरे हो
अहिले चाहिँ हामी कति बजी 10:30 मा चाहिँ आइपुग्यो होइन टक्कै बिहाननिर हामी हिँडेको कति 5 बजीतिर हिँडेको अहिले चाहिँ 10 बजी आइपुग्यो होइन 10:30 मा सो अब चाहिँ के हुन्छ हेर्दै गर्नु होला तपाईँहरूले हो अहिले चाहिँ हामी अलिक बिजी नै हुने रहेछ है कस्तो थाकेको छु गरम पनि कस्तो डरलाग्दो गरम होइन अब चाहिँ डान्स गर्नुपर्छ सबैले गरेर यसरी बान्यो पिसा हो के हो टाउकोमा यसरी बान्यो भने चाहिँ अड्किँदो रहेछ मान्छे दिएको मेरो फ्रन्ट ल हाम्रो मेकअप चाहिँ यति नै हो सबैजना एक्साइटेड डान्स गर्नुको लागि होइन म चाहिँ थाकेर कस्तो भयो सानो बहिनी कोही ए सानो बहिनी पछाडि छ खै सबैभन्दा सानो त रेडी भयो मेरो फोन देऊ न यहाँ छौ नाउ हियर फ्रम मेरो फोन देऊ न दित्य ए आऊ फोन देऊ न यहाँ चाहिँ युनिट चाहिँ हामीले लिएको छौँ खोइ मेकअप पनि गरिसक्यो हामी मलाई अब नबिगाइदिनु ल तपाईँले देऊ नबिगाइदिनु ल देमी होइन कस्तो भइसक्यो बिहान थ्याङ्क यू रेडी भइसकेर चाहिँ ग्राउन्डमा छ अनि आज चाहिँ फुलपाती भएको कारणले गर्दाखेरि हामी चाहिँ कलश यात्रामा बजारसम्म जानुपर्ने भनेर चाहिँ यहाँनिर खदामाला लगाइसकेर चाहिँ बजारतर्फ जाँदैछ किनभने बजारमा पनि डान्स गर्नुपर्ने हो नि त 2-3 स्टेप सो बजार पुग्नु चाहिँ लाग्दो रहेछ आधी घन्टा र आधी घन्टा चाहिँ हामी कलश यात्रा हाम्रो डिस्प्ले पर्फर्मेन्सको फुल भिडियो चाहिँ यो पेजमा छ सो तपाईँहरूले गएर चेक गरेर हेर्न सक्नुहुनेछ त्यहाँ बेसी छ नि त हाम्रो डान्स पर्फर्मेन्स चाहिँ उनीहरूको पनि छ नि त पर त्यो आएको अन्त डान्स सकिसकेर हामी चाहिँ यहाँनिर टोटोमा जाँदैछ हो बाई 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 आधी चाहिँ यहाँनिर छौँ आधी चाहिँ त्यहाँ छ होइन दुईटामा टोटल चाहिँ दुईटामा सो अब चाहिँ हामी फर्केको अघि चाहिँ एउटा एउटै बाटो हिँडिकन आएको अहिले चाहिँ हामी जाँदैछौँ यहाँनिर टोटोमा कस्तो भयो मजा आयो गरमले चाहिँ यहाँ मजा भइरहेको जिन्दगीमा यहाँ जिङ्गाला छ युडेन कस्तो हुँदैछ भन्देऊ बोल्नै आँटिसक्यो गरममा यहाँ पुरा नडराउनु अरे यहाँ किन अब चाहिँ हामी रेस्ट गर्नुको लागि जान्छौँ अघि चाहिँ हामी डाइरेक्ट आएर ड्रेस चेन्ज गरेर पढाएको कि हामी लगाउनु तिमीले चाहिँ अघि चाहिँ हामी डाइरेक्ट आयो होइन ड्रेस चेन्ज गऱ्यो त्यसको बादमा चाहिँ यत्रो लामो बाटो चाहिँ हिँडेर आयो हो यहाँ बजारसम्म अनि बजारमा चाहिँ हामीले हल्का 3 स्टेप चाहिँ गऱ्यो अब रिमेनिङ चाहिँ भरे गर्छ होइन सो अब चाहिँ हामी फर्क्यौँ 1 hour later अनि हाम्रो खुकुरी डिस्प्लेको फुल भिडियो चाहिँ यो अकाउन्टमा फेसबुकमा यो पेजमा छ र तपाईँहरूले यहाँ गएर हेर्न सक्नुहुन्छ यो भिडियोमा चाहिँ म लडेको पनि छु त्यो पार्ट चाहिँ हेर्न नबिर्सिनु होला हाम्रो चाहिँ खुकुरी डिस्प्ले पर्फर्मेन्स भर्खरै सकेको यहाँनिर भित्र हलमा हो अन्त खासमा चाहिँ हामी चाहिँ यहाँनिर बस्नेवाला थियो आज चाहिँ तर हामी चाहिँ यहाँनिर पुरा गरम होइन अन्त पुरा गरम भन्दा पुरा गरम भयो त्यही भएर चाहिँ हामी यहाँनिर बस्नु सक्दैन भने है अनि अब अझै हामी घर जान्छ एकछिनबाट चाहिँ सो अहिले चाहिँ हामी यहाँनिर पिङ खेल्न आइरहेको छ प्रोग्राम चाहिँ यहाँभित्र हुँदैछ हो अन्त यस्तो डरलाग्दो गरम रहेछ कि सो यहाँको प्लेस चाहिँ यस्तो रहेछ होइन अन्त हाम्रो प्रोग्राम चाहिँ उताभित्र भएको थियो यहाँभित्र अनि अहिले चाहिँ हामी यहाँनिर सबै सकेर चाहिँ साइकल खेलेको एकछिन सो घर पनि जानुपर्छ अनि यहाँनिर चाहिँ रहेछ चियाबारीमा यहाँनिर चाहिँ रहेछ चियाबारी अब यहाँ चाहिँ हामी फोटोसुट गर्ने हो दामी है ओबाट चाहिँ हाम्रो साथीहरू पिङ खेलिरहेको छ यी फोटोसुट हुँदैछ हामी चाहिँ चियाबारीमा फोटोसुट गरिसक्यो होइन अन्त स्वेच्छाले खिच्दिएको आज चाहिँ फोटो होइन उसले चाहिँ दामी फोटो खिचिदिन्छ हो अन्त हामी चाहिँ यहाँ फोटो क्लिक गरिसकेर चाहिँ गएको चियाबारीमै हो रहेछ त्यो
अब जानुपर्छ घर। कहिले घर पुग्नु भइसक्यो बेसी गरम भएर म त पसिनै ला बेसी थाकेर यी अरुणा नान्च थाक्यो अरुणा नान्च जुङ्लो घर। अब चाहिँ हाम्रो यहाँनिर बिदा हुँदैछ हो अन्त आन्टीहरूले चाहिँ यहाँनिर खदा लगाइदिनु हुँदैछ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो पेमा अङ्कल। गरमतिर न कस्तो काली देखेको मलाई। दसैँ पनि आइसक्यो हाम्रो दसैँ त। थ्याङ्क यू आन्टी। अब चाहिँ हामी घर फर्केको। वी आर रियली ह्याप्पी किनभने हामी घर जानु अङ्कल बस्नुहोस् ल। लोकल सेलिब्रेटी अरे भाइ हो सबैजना फोटो भिडियो सबै आउनुहोस् न। रिटर्निङ होम है। फेरि आउनुपर्छ 8 वर्ष हुँदै काटिङहरू फेरि जति छ नि यहाँ तपाईँको डान्स हेऱ्यो पुरा हाइलाइट भयो त प्रोग्रामहरूमा तपाईँहरू अब चाहिँ हामी गएको हुन्छ आन्टी बस्नुहोस् ल धन्यवाद हुन्छ बाई। सो गाइज वी आर रिटर्निङ होम फ्रम क्यारोन अनि अहिले चाहिँ हामी यहाँनिर आधीबाट आइपुगिसकेको छ अनि हामी चाहिँ खोला जाने भनेको थियो होइन बट खोला जाने बाटो चाहिँ नभएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ जस्ट यहाँनिर हेर्दैछ मात्रै हो। यस्तो रहेछ जाने बाटो बाटै छैन होइन यस्तो रहेछ हो कसरी जानु। अन्त हामी चाहिँ यहाँनिर एकछिन चाहिँ रेस्ट गरेको। अहिले चाहिँ शीतल भएको छ दिउँसो चाहिँ पुरा गरम थियो होइन। हाम्रो साथीहरू चाहिँ ऊबाट छ